यो देखिएको जति सबै चिउरीको बोट हरियो जति सबै टोटलमा चिउरी हो सर। यस्तो चिउरीको बोट त आफै जङ्गली रुख हो, यसलाई अर्गानिक गर्न केही गर्नु पर्दैन। समस्या थोरै कहाँनिर हो नि, जस्तो मौरीले त अब दिनभरि डुल्दाखेरि चिउरीको मात्रै नखाला, अरू बालीको पनि फुसको रस चुस्छ। त्यो हिसाबले चाहिँ हाम्रा वरिपरि कृषकहरूको जति बारी छ, उहाँहरूको निजी बारी खेतीबाली गर्नु हो, त्यसलाई अर्गानिक गरियो भने यो त आफै छँदैछ। त्यो पनि मौरीको चाहिँ के भन्छ भने तपाईँको घर राखेको 3 किलोमिटर वरिपरिको क्षेत्र चाहिँ पुरै अर्गानिक हुनुपर्छ भन्छ क्या, मिनिमम पनि। त्यो हिसाबले हजुरहरू मार्फत हाम्रो आग्रह के हो भने यहाँ जति खेती गर्नुभएको छ उहाँहरूलाई चाहिँ विषादी र रासायनिक मल चाहिँ रहित गराउन सकिन्छ कि सकिँदैन भन्ने हो, त्यो मोटिभेट गर्न सकिन्छ। यहाँ प्राय यहाँ अरू चिज यहाँ रोप्दैन सर, छर्दा पनि छर्दैन। छर्ने भनेको नै कोदो, मकै, मासगत हो। मासगतलाई त्यो विषादी छर्नै पर्दैन, त्यो आफै त्यो युरिया मालहरू पनि राख्नु पर्दैन। अहिले राख्नु भनेको केमा अलिकति छ भने सर, अहिले यो मकैमा चाहिँ त्यो युरिया चाहिँ राख्नै पर्ने गरी भएकोले त्यो छर्दै एकाध साथीहरू चाहिँ त्यो बोटमा राख्ने गर्छन्, विषादी चाहिँ गर्दैनन्। विषादी गर्दैन सर। त्यो युरियालाई पनि बिस्तारै न्यूनीकरण गर्दैछौँ। न्यूनीकरण गरियो भने हजुरको के हुन्छ भने यहाँको अर्गानिक प्रमाणीकरण गर्न सकियो भने किसानले आफूले मागेको मूल्य पाउलान् भन्ने अपेक्षा हो के अरे सर्टिफाइड अर्गानिक हुनुको चाहिँ त्यसको प्रिमियम प्राइस, त्यसको चाहिँ मूल्य चाहिँ अलिकति राम्रो पाउँछन्। पहल गरौँ। हजुरहरूको यसै पनि अहिले भन्नुभयो खालि मल हाल्ने भनेको एउटा युरिया मल हाल्ने भनेको मकैलाई मात्रै हो। त्यसलाई पनि हामीले प्राङ्गारिक मल बनाउन सकेका यहीँकै पात पतिङ्गहरू बटुलेर कुहाउने, जीवामृतहरू बनाउने, त्यो बनाउने तालिम दिइन सकियो भने चाहिँ उनीहरूलाई त युरिया किन्नै पर्दैन। यहाँ थोरै मात्रामा छ, सयमा 10% चाहिँ त्यस्तो होला। हामी 90% चाहिँ हामी त्यो अर्गानिक त्यो पतिङ्गाहरू गोबर सोबार पहिलेकै परम्परा अनुसार जे आथे त्यही गर्थे जोल गर्छौँ। प्राय मकै पनि त्यस्तै गर्छौँ सर हामीले। मकै अहिले धेरै फल्ने, धेरै हराउने खालको यो विकासीहरू आइरहन्छ। त्योभन्दा पहिलेकै भन्नाले 10-12 वर्ष अगाडिकै मकै रोपिराखेका छौँ सर। अनि अर्को मेरो त तपाईँलाई अनुरोध के भने जति बेला हामीले किराहरू देखिन्छ, रोग लागेको देखिन्छ, हतारमा गएर चाहिँ एग्रोभेटमा गएर विषादी लिएर प्रयोग गर्नुभन्दा पहिला सम्भव हुन्छ भने आफ्नै नगरपालिकाका, छैन भने आजभोलि चिने जानेका छन्। आजभोलि विकल्प धेरै छन् के दाइ, पहिला जस्तो छैन। बजारमा पनि अर्गानिक भनेरै अर्गानिक मान्यता प्राप्त विषादीहरू नै किन्न नि पाइन्छ, केमिकलै लिनुपर्छ भन्ने छैन। त्यो तपाईँलाई जति बेला अप्ठ्यारो पर्छ के अरे प्राविधिकहरूको चाहिँ सम्पर्क गरेर सल्लाह लिनु होला। ल, तपाईँलाई भेटेर खुसी लाग्यो। मलाई चाहिँ